नमस्कार। पछिल्ला दुई भिडियोहरुमा हामीले एनईडी को पोलिटिकल इन्जिनियरिङ पश्चिमाले कसरी किन नेपाली अनुहार प्रयोग गरेर सत्ताको अझ अंग्रेजीमा भन्ने हो भने कलर रेभुलेसन गर्यो भन्ने सत्य र तथ्य उजागर गरेका छौं, जसले आम नेपाली जनताहरूको मनमा थुप्रै प्रश्नहरू जन्माएको छ। देशभक्त र राष्ट्रभक्त सचेत नेपाली नागरिकहरू र राष्ट्रवादी शक्तिहरूलाई हाम्रो अभियानमा जोडिन प्रेरित गर्यो र गरिरहेको छ, जसले गर्दा राष्ट्रियताको सवालमा नेपाली जनता एक हुन्छन् भन्ने कुरा यो पटक पनि प्रमाणित गरिएको छ। हामीले यो भन्दा अगाडि देखाएका दुई भिडियोहरुमा स्पष्ट रूपमा भनेका छौं, अहिलेको सरकार गोविन्द केसी को अनसनको जगमा केदार भक्त माथेमा कल्याण श्रेष्ठ, ओम प्रकाश अर्याल, सुशीला कार्की, बालेन ELAYES का युवा समूहदेखि अमेरिकन पोलिटिकल अफ डिफेन्स र US युथ काउन्सिल सम्मका पात्रहरू, दल भित्र ट्रेड युनियनका नेता हुँदै प्रहरीहरू र सेना भित्रका दलाल, खोज पत्रकारिताको नाममा आफ्नो देशको सूचना बेच्ने बारबरा फाउन्डेसन, CMR नेपाल, मिडिया मेनुपुलेसन, पत्रकारहरूको झुण्ड, वृहत नागरिक आन्दोलन नामका स्वघोषित प्रबुद्ध समूह र विज्ञ समूहको झुण्ड, महिला अभियान कर्मी, दलित अभियान कर्मी, फ्री तिब्बत मुभमेन्ट, रोहिंगा मुसलमान शरणार्थी सम्म जोडिएका पात्र, MCC, SPP, IPS जस्ता पश्चिमी सैन्य रणनीतिक कारिन्दा र NGO, INGO को प्रयोग गरेर बनेको पश्चिमाहरूको सरकार हो यो। आजको दिनसम्म आइपुग्दा सरकार निर्माण गर्नलाई यी पात्रहरूको रहस्यमय उदय, मन्त्रीमण्डल गठनमा तिनीहरूको हालिमुहाली, तिनका गतिविधिले पश्चिमी साम्राज्यवाद शक्ति केन्द्र र तिनका नेपाली अनुहार रूपी एजेन्टहरूको मुखौटो उत्रिसकेको छ। आजको यो भिडियो भनेको पहिलो भिडियो र दोस्रो भिडियोको निरन्तरता हो। सबैले ती भिडियो मेरो फेसबुक, मेरो पेजमा गएर पनि हेर्नुहोला र ती सबैलाई जोडेर यो भिडियो पनि हेर्नुहोला। पश्चिमको कति लगानी आयो र कुन कुन पात्रहरू आए त्यो कुरा हामीले त्यसमा देखाइसकेका छौं। आज हामी भदौ 23 गते र 24 गतेको घटनाक्रम, कहाँबाट 24 गतेको अपरेसन कुन घरबाट सञ्चालन गरियो, कसरी नेपाल प्रहरी र नेपाली सेनामाथि दबाव सिर्जना पर्न गयो, यो गिरोह त्यो टाइममा आएर कसरी सफल हुन सक्यो भन्ने कुरो आज हामी यस भिडियो मार्फत देखाउन चाहन्छौं। यो भिडियो मंसिर 7 गतेको हाम्रो नेपाल जोगाउने जनविद्रोह अगाडिको अन्तिम भिडियो पनि हो, जसले यो सरकारमाथि, खास गरेर सुशीला कार्कीको सरकारमाथि नैतिक दबाव पर्नेछ। अब आउने मंसिर 7 गते नेपाली जनताहरूले नै निर्णय लिनेछन्। यो भिडियो किन रोचक छ भने आज यो प्लान कसरी भयो, सिंहदरबार, सर्वोच्च अदालत जस्ता सम्पदाहरूमा आगो लगाउने, देशको संसद भवन जलाउने लगायत यो सबै गर्नमा कसरी अपरेसन भयो, यिनीहरूकै मुखबाट सुन्नुहुनेछ। जो प्रधानमन्त्री हुनुहुन्छ अहिले कि सुशीला कार्की, उहाँको मुखबाट पनि सुन्नुहुन्छ। डाक्टर अभिषेक सिंह हुनुहुन्छ, प्रधानमन्त्री कार्यालयमा हर्ताकर्ता हुनुभएको छ, उहाँको अनुहार राम्ररी चिन्नुहोस् र यी सबै अनुहारलाई राम्रो चिन्नु नेपाली जनताले। हामी यी घटनासँग सत्य उजागर गर्दै जानेछौँ। देशको प्रधानमन्त्री सम्माननीय सुशीला कार्कीज्यू, उहाँलाई हामी नैतिकताको प्रश्न गर्न चाहन्छौं। हाम्रा दाबी झुट्टा हुन पुगेछन् भने हामी जस्तो सुकै कारबाही भोग्न तयार छौं, नत्र राजीनामा गर्नुहोस्। राजीनामा गर्नुभन्दा पहिला हामीलाई वार्तामा बोलाउनुहोस्। यो व्यवस्था ठिक छ कि छैन, हामी जनमत संग्रहमा जाउँ र हाम्रा माग पूरा गर्ने तर्फ लागौं, नत्र नेपाली नागरिकले अब तपाईहरुलाई माफ दिनेवाला छैन। मंसिर 7 नकुर्नु होला, नत्र जुन 75 जना कलिला बाल बालिकाहरूको मृत्यु भएको छ भदौ 23 गते र 24 गते र भौतिक संरचनामा आगो लागेको छ, यो हामीले प्रष्ट देखाइसकेका छौं। नेपाली जनताले तपाईहरुलाई माफ गर्ने छैन। कति दिन पुलिस र सेनाको आडमा बस्नुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यू, तपाईहरुलाई म भन्छु र तपाईहरुका वरिपरि बस्ने जुन प्रधानमन्त्री कार्यालयमा बस्ने समय अभिषेक सिंह, डाक्टर अभिषेक सिंहदेखि लिएर केदार भक्त माथेमा, खास गरेर कल्याण श्रेष्ठ, उहाँ अहिले प्रधानमन्त्री बन्न खोज्नु हुँदैछ, फेरि सुशीला कार्कीलाई फ्याँकेर हैन। अब तपाईको पालो आउँदैन। अब तपाईहरुलाई नेपाली जनताले चिनिसकेका छन् र हामीले उजागर गरिसकेका छ। यो कुरो कि त तपाईहरुले मलाई थुन्नु पर्यो कि त मार्नु पर्यो, कि त म तपाईहरुलाई छोड्नेवाला छैन नेपाल र नेपालीको लागि। आज हामी डाक्टर अभिषेक राज सिंह भन्ने पात्रबाट सुरुवात गर्दैछौँ। यी आजको भिडियोका प्रमुख वक्ता हुन् र यिनैको मुखबाट आज हामी सत्य देखाइदिनेछौँ। विगतमा यिनी गोविन्द केसीको अनसनको म्यानेजर थिए।
केदारभक्त माथेमाका निकटस्थ यिनी त्यहाँबाट उज्जवल थापाको ग्रुप हुँदै इनफ इज इनफ अभियान, बालिन, गगन, स्वर्णिम, योगेश, नारायण काजी, बब्लु गुप्ता, ओम प्रकाश अर्याल जस्ता पात्रसँग सहकार्य गर्दै अहिले सिल्भर लाइन हस्पिटलको सञ्चालक छन्। उनको फेसबुक वाल हेर्दा त्यो प्रश्न हुन्छ, यिनी कस्ता पात्र हुन्? आम जनताले बुझिहाल्नुभयो। 23-24 को आन्दोलनदेखि सुशीला कार्कीको सरकार निर्माणको समय 27 गते साँझसम्म यिनको ओम प्रकाश अर्यालको एसिस्टेन्टको रूपमा विशेष भूमिका रह्यो। यिनी सो समयमा सुशीला कार्कीका ड्राइभर बनेका थिए। प्रधानमन्त्री सुशीला कार्कीले कार्तिक 14 गते उहाँको निजी निवास, उहाँको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्नुभएको थियो। त्यो अन्तर्क्रियाका क्रममा उहाँले एउटा राज भन्नुभयो। आफू भदौ 24 गते बिहान सिभिल अस्पताल गएको, केही बेरमा त्यहाँ गोली चलेको, त्यसपछि बानेश्वरको एउटा घरमा दिनभरि र झन्डै मध्यरातसम्म थुनिनु परेको र मध्यरात पछि मात्रै घर पुगेको उहाँले बताउनुभयो। र मध्यरातमा घर जाँदा आन्दोलनकारीहरूले बाटोमा रोकेर नचिनेका कारण झन्डै आक्रमण गरेको र त्यो अवस्थामा बडो साहस र चलाकीपूर्वक अभिषेकजीले जोगाएर मलाई लैजानुभयो भन्नुभयो। जेएनजी आन्दोलन ग्रान्ड डिजाइनमा नेपाली सेनाभित्रका एकजना जर्नेलसँग सहकार्य गर्न कन्ट्याक्ट पर्सनको रूपमा थिए। ती जर्नेल को हुन् हामीले हाम्रो नेपाली सेना प्रतिको सम्मानले गर्दा अहिले नाम खुलाउँदैनौ। त्यो दिनको बीचमा चाहिँ आर्मीको केही जर्साहरूले चाहिँ हजुर पर्सनली मलाई पनि फोन गर्नु भएको थियो। एकछिन घटना सुरु गर्नु अघि यिनको यो दुईवटा स्टाटस हेर्नुपर्छ। यिनी सन् 2023 सेप्टेम्बर 5 मा सिंहदरबार जलाउने नै हो र दमकल पठाउने होइन भन्ने मान्छे हुन्। यिनको टाइमलाइन हामीले सुरक्षित राखेका छौं। बालिनको सिंहदरबार जलाउने धम्की लगत्तैको स्टाटस हुन् यी। सिंहदरबार जलाउने र दमकल नपठाउने योजना कहिलेको रहेछ भन्ने बुझ्न यो भन्दा ठूलो प्रमाण के चाहिन्छ सोझा नेपाली जनतालाई। राम्रोसँग भिडियो रोक्दै हेर्नुहोला। अब सुनौ यिनै डाक्टरको मुखबाट 23, 24, 25, 26 र 27 को घटनाक्रम हामीले सेतो पार्टीका अमित ढकालसँगको नोभेम्बर 2 को ताजा अन्तर्वार्ताबाट यो सामग्री लिएका छौं। यो पूरा अन्तर्वार्ता सेतो पार्टीमा अहिलेसम्म उपलब्ध छ। हामीले डाउनलोड गरेर सुरक्षित पनि राखेका छौं। #नेपोबेबी ट्रेन्ड कसले चलायो? टिकटकमा 22 गते नै संसद भवन जलाउने उत्तेजनात्मक भिडियोहरू कसले फेक आइडी मार्फत सोशल मिडिया क्याम्पेन चलायो भन्ने विषय हामीले अघिल्लो भिडियोमा देखाइसकेका छौं। 23 गते दिउँसो आन्दोलनमा टिओबी र हेलमेटधारी पठाउ राइडरहरूको घुसपैठ गराएर कलिला बालबालिकाको हत्या गरिसकेपछि थप क्षति बुझ्न यी डाक्टर र ओम प्रकाश सिभिल हस्पिटल पुग्छन्। रात 11 साढे 11 भइसके पछाडि चाहिँ ओम सर अहिलेको गृहमन्त्रीले चाहिँ फोन गर्नुभयो अनि हामी भेट्यौँ। अनि उहाँ फेरि अस्पताल जाँदा चाहिँ एक्लै नै जानुभयो। म एक्लै गएँ। त्यस पछाडि उहाँको अन्तर्वार्ता सकिएपछि मैले उहाँलाई पिक गरेँ अनि त्यस पछाडि फेरि हामी अस्पताल गयौँ। त्यहाँको ड्यामेज मूल्याङ्कन गरेर भोलि बिहानको स्क्रिप्ट अनुसारको तयारीमा भेट हुने गरी 23 गते राति छुट्छन्। यो पनि सुनौ। 12:30-1 बजे पछाडि चाहिँ मैले उहाँलाई घर छोड्थेँ गृहमन्त्रीलाई। अनि त्यसपछि राति अनि त्यसपछि म घर गएँ। अनि तर हाम्रो प्लान चाहिँ के थियो भने हामी चाहिँ भोलि अब यो प्रोटेस्टमा जानुपर्छ। 24 गतेको प्रोटेस्टमा हामी जानुपर्छ भनेर हामी चाहिँ मेन्टली प्रिपेयर भएर छुट्यौँ। त्यसपछि बिहान यिनै डाक्टरले सुशीला कार्कीलाई निवासबाट लिएर आउँछन् र ओम प्रकाश अर्यालसँग फेरि सिभिल हस्पिटल पुग्छन्। त्यसपछि योजना अनुसार सुशीला कार्कीलाई सडकमा उत्तेजना छर्न लगाइन्छ। बिहान चाहिँ 6:30-7 बजे चाहिँ म उहाँलाई पिक गर्न गएँ। पिक गरे पछाडि चाहिँ हामी सुशीला श्रीमानकोमा गयौँ। अनि सुशीला श्रीमानलाई चाहिँ गइसके पछाडि चाहिँ हामी जानुभन्दा अगाडि नै फोनमा कुरा भइसक्यो भनेको ओमजीसँग कुरा भइसक्यो। मोस्टली अघिल्लो दिन नै कुरा भइसकेको थियो। अनि त्यहाँ कुरा भइसके पछाडि हामीले उहाँलाई पिक गर्यौँ। त्यसपछि योजना अनुसार सुशीला कार्कीलाई सडकमा उत्तेजना गर्न लगाइन्छ। उद्देश्य थियो त्यहाँबाट नयाँ प्रधानमन्त्रीको रूपमा जेएनजीको सेन्टिमेन्ट बटुल्ने। 24 गते लिगल आन्दोलन हुँदैछ भनेर भ्रम छर्ने। 24 गते यो भिडियो भाइरल बनाउने काममा सीएमआर नेपाल प्रयोग भयो। यो सुनौ। आज जे भयो नि यो जे भयो यसको
यो चाहिँ यो कस्तो एउटा नकारात्मक जुन परिणाम आएको छ त्यसको विरोधमा चाहिँ अब हामी लाग्छौँ। कस्तो अहिले प्रश्नहरू पनि उठ्यो, प्रधानमन्त्रीलाई गृहमन्त्रीलाई अन्तर्राष्ट्रिय अदालतमा उठाउनुपर्छ, उहाँहरूलाई कारवाही गर्नुपर्छ कानुनी दायरामा। किनभने यो जेनोसाइड, दिस इज टोटली जेनोसाइड अफ ह्युम्यानिटी, अझ बच्चाको जेनोसाइड। तपाईँ पनि पूर्व प्रधान न्यायाधीश भइसक्नु भएको, यसमा सर्वोच्चको भूमिका चाहिँ के हुनुपर्छ? म अहिले सर्वोच्चको भूमिका के हुनुपर्छ भन्ने त्यसपछि सुशीलालाई लिएर फ्रिडम स्टुडियोको बाटो हुँदै युरोपियन युनियनको अफिसमा लगिन्छ। त्यो अफिस भवन 5 तला र बानेश्वर हाइटमा अवस्थित छ। यो भवन हामीले यहाँ देखाइदिएका छौं, जहाँबाट संसद भवनदेखि सिंहदरबारसम्म जलेको मुस्लो मजाले देखिन्छ। यो भवनको ब्यानर सहित हामीले राखिदिएका छौं। यो युरोपियन युनियनको प्रोजेक्ट इम्प्लिमेन्ट युनिट हो। मजाले यो हेर्नुहोला। 24 गतेको घटनापछि यो ईयूको ब्यानर लुकाइएको छ। हामीले गुगल स्ट्रिट भ्यू प्रयोग गरेका छौं। त्यही भवनबाट 24 गतेको 10 बजेपछिको अपरेसन कोअर्डिनेसन हुन्छ। सुशीला कार्कीको थप 2वटा भिडियो पनि सार्वजनिक गरिन्छ। ईयूको अफिसबाट पहिलो हेलिकप्टरबाट नेताहरूको भागाभाग भएपछि हामीलाई यो अवस्था आउँछ भन्ने थाहा थियो, नेतालाई छोड्न हुन्न भन्ने, र दोस्रो बेलुका ओम प्रकाश अर्याल सँगै बसेर भिडियो निकाल्ने। यो सुनौ। र अब अहिले यिनीहरूले यति ठुलो भ्रष्टाचार गरेको छ, यति नराम्रा कामहरू गरेको छ, यिनीहरूलाई बाहिर जान चाहिँ दिनु हुँदैन। यिनीहरूलाई चाहिँ कारबाहीको उसमा दायरामा ल्याउनलाई कुनै पनि ठाउँबाट जान नदिएर रोकेर यिनीहरूलाई कारबाही गर्नुपर्छ। यिनै डाक्टरका अनुसार त्यहाँ उनीहरूले प्रोजेक्टर मार्फत दिनभर देश जलेको हेरे, त्यही घरको छानाबाट काठमाडौँ जलेको हेरे। यो पनि सुनौ। एक खालको चाहिँ यो माहौललाई चाहिँ कसरी शान्त पार्ने, कसरी गर्ने भन्ने थियो। अनि त्यो समयमा चाहिँ हामी सबैले समाचार फलो गरिरहेको थियो। अनि त्यो घरमा चाहिँ एउटा पावर पोइन्ट थियो। अनि त्यसलाई चाहिँ हामी लाएर चाहिँ समाचारहरू त्यसमा लाएर भनेको त्यो तपाईँको साथीको घर, अफिस, घरमा त्यहीँ बसेर अनि त्यहाँ लाएपछि अब यहाँ यो भयो, यहाँ यो देशभरिको अपडेट आएपछि त्यसले चाहिँ अझ हामीलाई छटपटी बनायो। अनि त्यस पछाडि चाहिँ सुशासन लाउन केही गरौँ न, मान्छेहरूलाई अपिल गर्न लगाउँ, के गरौँ भनेर भन्नुभयो। त्यस पछाडि चाहिँ मैले चाहिँ त्यही समयमा चाहिँ हाम्रो केदार भक्त माथेमा सरलाई कल गरेँ। उहाँले म अभिषेकजी म घरमा छु, हुन्छ तपाईँहरू आउनुहोस् भन्नुभयो, तर हामी निस्किने अवस्था थिएन। उहाँ सब पनि चिकित्सा शिक्षा आन्दोलनकै क्रममा तपाईँको पहिलेदेखिकै चिन्तन भयो। अनि त्यस पछाडि मैले डाक्टर सन्दीप विपलाई पनि कल गरेँ। अनि उहाँले पनि के भन्नु भने हुन्छ म मेरो तर्फबाट चाहिँ पब्लिकलाई अपिल गर्छु नि त भनेर भन्नुभयो। त्यसपछि कुलमान घिसिङलाई नि कल गरेँ मैले, उहाँले पनि त्यही भन्नुभयो। अनि डिभिडेन्ट मान्छेहरूलाई चाहिँ हामी अपिल गर्नुहोस् न त भनेर अपिल गर्न लाग्यौँ। त्यही अफिसबाट सुरक्षा संयन्त्रसँग निरन्तर सूचना आदान प्रदान हुँदै थियो। अनि राति अब तपाईँहरू कसरी निस्किनु भयो? त्यो त रातभरि सडकमा मलाई चाहिँ जज साहबले गर्नुभयो। त्यस पछाडि चाहिँ हाम्रो अहिले गृहमन्त्रीज्यूलाई चाहिँ अर्को कोही अरू कुनै सरकारवालाहरूले पनि उहाँलाई पनि अप्रोच गरिरहनु भएको, तर उहाँहरूलाई के थाहा थिएन भने हामी त्यो प्रोटेस्टपछि सँगै छौँ भन्ने चाहिँ 3 जना एकै ठाउँ हुनुहुन्छ भन्ने थाहा थिएन। किनकि ओम प्रकाश जानकार थिए कुन हेलिकप्टर कुन नेताको उद्धारको लागि आयो भन्ने। यो भिडियोमा ओम प्रकाश अर्यालकै आवाज सुन्न सकिन्छ। सुशीला कार्कीको पनि त्यहाँ आवाज छ। यो पनि सुनौ। यी घरमा त मान्छे त परे होला नि, कोही न कोही त है क्याजुअलिटी पनि छ होला। कत्रो मुस्लो आइरहेको छ। हेलिकप्टर भाग्यो सर। ए अर्को यता खिचिन्छ होइन, हेलिकप्टर भाग्यो। किन बचाउनु के जरुरी थियो? ठिक छ, मान्छे त बचाउनु केही छैन। सेनाले अब भगाइदिन्छ। अगाडिको त सेनाको, यो पनि अब सेनाकै होला। देश जलिसकेपछि यिनै डाक्टरको फोनमा अमुक कर्णेलको फोन आउँछ। सुशीला कार्कीसँग कुरा गर्न नेपाली सेनाले यी डाक्टरलाई सम्पर्क गर्छन्। कस्तो अचम्म, यो पनि सुनौ। आर्मीको केही जज साहबले चाहिँ हजुर पर्सनली मलाई पनि फोन गर्नुभएको थियो। हजुर अनि उहाँहरूले चाहिँ सुशीला श्रीमानसँग कुरा गर्न सकिन्छ त भनेर फोन गर्नुभयो। उहाँले कसरी फोन गर्नुभयो त तपाईँ? अब मेरो एकजना पहिले नै चिन्जान, पुरानै चिन्जान भएको उहाँले चाहिँ अब चिफ साहबले कुरा गर्न खोज्नु भएको छ
भन्ने खालको कुरा गर्नुभएपछि हुन्छ म कुरा गराइदिन्छु भने, तर उहाँ र हामी सँगै छौँ चाहिँ भनिनँ मैले। राति 12 बजे ओम प्रकाशले फोन गरेको भरमा विश्व अधिकारी भ्याली प्रमुख आफ्नै गाडी पठाउँछन्। त्यही कर्णेलले नेपाली सेनाको ट्रक पनि पठाउँछन्। यो सुनौ। रातिको 11:30-12 बजिरहेको बेला चाहिँ त्यो जर साहबलाई चाहिँ मैले कल गरेँ, मलाई जसले फोन गर्नुभएको थियो। अनि त्यस पछाडि चाहिँ मैले भने त्यतिखेर चाहिँ मैले चाहिँ सुशीला श्रीमान हामी चाहिँ फसिरहेछौँ अनि के छ तपाईँहरूले हामीलाई चाहिँ परेन, उहाँलाई चाहिँ घर पुर्याइदिन सकिन्छ भनेर मैले उहाँलाई हेल्प मागेँ। अनि त्यस पछाडि उहाँले हुन्छ म माथि जाहेर गर्छु, त्यसपछि के हुन्छ म खबर गर्छु भन्नुभयो। अनि त्यो निकै बेर खबर आएन। त्यस पछाडि चाहिँ अहिलेको गृहमन्त्रीले पनि चिनेका केही प्रहरी अधिकारीलाई नि फोन गर्नुभयो अनि त्यो पनि निकै बेर फोन आएन। अनि तर कसैले के 1 घन्टा 1.5 घन्टा पछाडि दुवैजनाको कल ब्याक आयो। त्यो अवस्था प्रहरीबाट पनि सेनाबाट पनि फोन भयो। हजुर, त्यो अवस्थामा चाहिँ उहाँहरूको आफ्नो च्यानलमा रिपोर्टिङ गर्नुपर्ने सहज अवस्था थिएन, त्यही भएर टाइम टेकिङ। अनि उहाँले पनि सोच्नुभयो होला यो निस्किने अवस्था हो होइन। अनि त्यस पछाडि फोन आइसके पछाडि 1:30 यस्तै भइरहेको थियो। अनि त्यसपछि फोन आइसके पछाडि चाहिँ तत्कालीन काठमाडौँको प्रहरी प्रमुखको एउटा गाडी थियो, विश्व अधिकारी। हजुर, उहाँको एउटा गाडी थियो। त्यस पछाडि नेपाली सेनाको त्यो ठुलो ट्रक 1 टन ट्रक जुन भन्नुहुन्छ त्यो ट्रक 2टा थियो। त्यो आर्मी सैनिक बोक्ने सेनासहित 2वटा ट्रक थियो। अनि एउटा चाहिँ भ्याली चिफ विश्व अधिकारीजीको गाडी थियो। त्यसपछि 25 गते 26 गते कसरी डिस्कोर्डमा सरकार निर्माणको भोटिङ नाटक मञ्चन गरियो त्यो सबैलाई थाहा छ। सोही राति बालेनको फरमान आउँछ। आइआरआई फ्रिडम स्टुडियोको भाषामा गजबको कोअर्डिनेसन गरिदिन्छन् बालेनले। त्यसरी कोअर्डिनेसन भयो। आई एम सो ह्याप्पी दैट बालेन डिड अमेजिङ कोअर्डिनेसन हैन। उसले इन्डाइरेक्टली बसेर भए पनि यो प्रोसेसलाई फेसिलिटेट गरेको छ। आई एम सो ह्याप्पी। अनि 27 गते राति सुशीला आमा नयाँ प्रधानमन्त्री नियुक्त हुन्छन्। त्यो अनुहारहरू हेर्नु होला। यो शपथ ग्रहण कार्यक्रममा यी डाक्टर पठाउदेखि लिएर सुमना कति खुसी देखिन्छन्। कुर्सीको अगाडि जनताका छोराछोरीको जीवनको मूल्य यही रहेछ। या दुईटा घटना गम्भीर छन्। ओम प्रकाश अर्यालले राष्ट्रपतिमाथि सुशीलाजीलाई नियुक्ति गर्न सुदन मार्फत दबाव सिर्जना गर्न लगाएको यो पनि सुनौ। आज तपाईको 10-11 बजे भित्रमा दाइ डिसिजन भएन भने हामी राष्ट्रपति कार्यालय घेराउ गर्छौँ। सुशीला म्यामसँग कुरा गर्दै मैले सुशीला म्यामले भनिसकेँ ओम प्रकाश सर हाम्रो हामीले केही पनि गर्दैन यसमा। हजुर हुन्छ ग्रेट ल हुन्छ हजुर हस् थ्याङ्क यू सो मच। र अर्को यी डाक्टरले भने अनुसार मल्ल होटल अगाडि रातको समयमा गाडी भित्र राखेर सुशीलालाई आदेश दिने मिटिङ। मल्ल होटल आसपास कसको निजी निवास छ त्यो जनताले खोज्नु होला। यो पनि सुनौ। अनि त्यहाँ चाहिँ विभिन्न चरणमा उहाँहरूले आर्मी चिफलाई पनि फोन गर्ने, राष्ट्रपतिलाई पनि फोन गर्ने, राष्ट्रपतिको एडभाइजरहरूलाई पनि फोन गर्ने। उहाँहरूले हामीलाई भनेका कुरा हामी त त्यहाँ थिएनौँ। जेनजीका प्रतिनिधिहरूले त्यसरी पनि गर्नुभयो भन्ने उहाँले हामीलाई भन्नुभएको कुरा। र 27 गते शुक्रबार त राष्ट्रपति कार्यालयमै जानुभयो नि त जेनजीको प्रतिनिधिहरूले। अगाडि चाहिँ हामी सरकारवालासँग चाहिँ एक ठाउँमा बसिराख्नुहोस्, हामी तपाईँलाई खबर गर्छौँ भनेर फोन गरेर हामी राति 10-11 बजीसम्म बस्यौँ। तर फोन नआइसकेपछि अब घर जाउँ भन्ने बेला चाहिँ जेनजीका केही प्रतिनिधिहरूले चाहिँ मलाई भन्दा पनि सिधै सुशीला सिन्हालाई फोन गरेर चाहिँ यहाँ ठुलो चलखेल भइरहेछ, तपाईँ कहाँ हुनुहुन्छ तुरुन्तै भेट्नु पऱ्यो भनेर। यो चाहिँ बिहिबार बेलुका 26 गते 11 बजे राष्ट्रपतिसँग भेटेर आइसके पछाडि अनि त्यस पछाडि रातिको 11 बजे फोन कल आएको छ। अब कसले गरेको पनि थाहा छैन। सिधै सुशीला श्रीमानको फोन आएको छ। उहाँले चिन्ने मान्छेले गरेको अनि म फलानु त भन्नु हो, तर अननोन नम्बर थियो। अब तुरुन्तै भेट्नु पऱ्यो भनेर भन्नुभएको छ। अब हामी फेरि अरूकै घरमा छौँ। अब कहीँ कतै भेटौँ, लोकेसन दिउँ, सबैतिर सेना छ, ठप्प छ। अनि उहाँले के भने तपाईँहरू जहाँ हुनुहुन्छ हामी त्यहीँ आउँछ भन्नुभयो। त्यस पछाडि चाहिँ उहाँहरू चाहिँ मल्ल होटेल अगाडि आउनुभयो। अनि मल्ल होटेल अगाडि 11-11:30 बजी चाहिँ गाडीमै कुरा गरेर हामीलाई चाहिँ यो दलहरूको कुरा। सुशीला कार्की गाडीमै हुनुहुन्थ्यो, आएर त्यही नै कुरा भयो गाडी सडकमै। अनि त्यहाँ बाटोमा भएको सेनाहरूले तपाईँहरू धेरै बेर नबस्नुहोस्, जानुहोस्। उहाँहरूले चिन्नु भएन हामीलाई। सेनाले पनि तपाईँलाई सुशीला श्रीमान चिनेन।
अनि तपाईँहरू जानुहोस् यहाँ अहिले कर्फ्यू लागेको छ त्यहाँ बस्न मिल्दैन जानुहोस् भनेर पोलाइटली हामीले नै भन्नुभयो अनि उहाँहरूले चाहिँ के भन्नुभयो भने राष्ट्रपति दलहरू मिलेर चाहिँ यहाँ डिफ्रेन्ट कुरा भइरहेछ अब यसमा लाग्नु पर्यो यो गर्नु पर्यो जसरी पनि तपाईँ बन्नु पर्यो भन्ने खालको कुराहरू चाहिँ उहाँले गर्नुभएको थियो। सुशीला आमालाई फोन गरेर घरमा बोलाएर आदेश दिन सक्ने वरिष्ठ मान्छे को होलान्? पक्कै पनि आफूभन्दा अग्रज सिनियर श्रीमान नै होलान् कि जेन्जी वार्तामा सर्वेक्षक बस्ने मान्छे होलान्? त्यो बुझिराखौं। यसको लागि आज अर्को रहस्य उजागर गर्नुपर्ने हुन्छ। अलिकति यो डलरको सञ्जाल पनि हेरौं, डलरको सञ्जाल पनि हेरौं। अघिल्लो भिडियोमा नेपाल ल सोसाइटीमा यानेडी, यानजीआई, डब्ल्युजीएन, आईआरआई को जालो हामीले देखाइसकेका छौं। कल्याण श्रेष्ठ श्रीमान त्यहाँ कन्स्टिट्युसन वाच ग्रुपको नायिके हुनुहुन्छ। कल्याण श्रेष्ठ श्रीमान कमिश्नर रहेको अर्को एनजिओ शक्तिशाली एनजिओ छ आईसीजे नेपाल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट। त्यही आईसीजे नेपालमा सन् 2024 मा यो कु डिजाइन गर्ने यानेडी फाउन्डेसन मार्फत करिब $1,23,000 आएको छ। त्यो पनि यानेडी फर्स्ट एचक्यू ड्युटी अफ केयर एसिया रिजनल फन्डिङ मार्फत। यो यानेडीले आफ्ना मुख्य एसेटको सुरक्षा सतर्कताको लागि गोप्यता कायम गरेर गर्ने फन्डिङ हो। नेपालमा यो यानेडी ट्रान्जेक्सनल जस्टिस प्रोजेक्टको नाममा आएको छ। सोही अन्तर्गत आईसीजे नेपाल र जुरी नेपालको सहकार्यमा नेपालगञ्जमा अनलाइन रिफ्रेसर ट्रेनिङ चलाइएको थियो। यो भन्दा बढी के देखाउनु, लाज पनि लजाउँछ। डलरमा देश बेच्नेहरू देशद्रोही हुन्। यसरी प्रायोजित जेन्जी आन्दोलनबाट सुदन देखाएर राष्ट्रपतिलाई दर्शाएर पर्दा पछाडि कल्याण श्रीमानको निर्देशनमा EU को प्रोजेक्ट इम्प्लिमेन्टेसन युनिटको अफिसबाट नेपाली सेनालाई UN मार्फत दबाब दिएर बनेको प्रधानमन्त्री हो तपाईँ सुशीला कार्की। अब हाम्रा प्रश्न एक, ओम प्रकाश र डाक्टर अभिषेकसँग 24 गते बिहान सडकमा कसरी पुग्नुभयो? प्रधानमन्त्री बन्न कि भीड उत्तेजित पारेर देश चलाउन? 2 नम्बर प्रश्न, तपाईलाई घर जान आन्दोलनकारीबाट कसरी खतरा भयो? तपाईको लागि काठमाडौँका सबै घर खुल्ला थिए, किन त्यही युरोपियन युनियनको अफिस जानुभयो? 3 नम्बर प्रश्न, EU को अफिसमा बसेर फरमान जारी गर्दै गर्दा भोलि यो घटना बाहिर आयो भने देशद्रोहीको उपमा लाग्छ भन्ने सोच आएन? 4 नम्बर प्रश्न, तपाईलाई हामीले देखाएको EU को अफिसमा बसेर प्रोजेक्टर लगाएर देश जलेको हेरेर बस्नु भएको हो कि होइन? 2 वर्ष अघि सिंहदरबार जलाउने नै हो र दमकल पठाउने होइन भन्ने मान्छे डाक्टर अभिषेकसँग EU को अफिसमा बसेर साच्चीकै सिंहदरबार जलेको हेर्दा तपाईलाई बोलेन? उसैको गाडीमा डुल्दा मन चिसो भएन? कुन मुख देखाउनुहुन्छ अब जनतालाई? 6 नम्बर प्रश्न, तपाईलाई 24 गते नै खोज्ने सेनाका जर्नल को हुन्? बिहानै रानी पोखरीबाट हतियार बुझाएर भागेका भ्याली प्रमुख गाडी र 2 ट्रक सेना के आधारमा तपाईलाई 24 गते रातिबाटै सुरक्षा दिन आयो? ओम प्रकाश अर्यालको पहुँचले मात्र त्यो सम्भव थियो? बाहिर सिंहदरबार चलिरहँदा 2 गाडी सेना र प्रहरी तपाईको लागि कसरी खटियो? यो पनि हाम्रो प्रश्न हो तपाईलाई प्रधानमन्त्रीज्यू। र अर्को 7 नम्बर प्रश्न, 26 गते राति मल्ल होटल नजिक यी गिरोहसँग कसको घरमा हुनुहुन्थ्यो? गाडी भित्र बोलाएर तपाईलाई प्रधानमन्त्री बन्न आदेश दिने व्यक्ति को हुन्? 8 नम्बर प्रश्न, गोविन्दा केसीको नेक्ससमा बसेर शिक्षा सकाउने, देशका युवा बेच्ने, तिनीलाई बलि चढाएर देश जलाएर कु गर्ने गिरोहको प्रधानमन्त्री बन्न या हुन तयार हुनुभएको हो? होइन भने कसको योजनामा तपाई प्रयोग हुनुभयो? जनतालाई बताइदिनुस्। यानेडी फाउन्डेसनको डलर खानेको खाता एक गरेर सार्वजनिक गर्न सक्नुहुन्छ? दम छ? नत्र अबोध कलिला बालबालिका मारेर देश जलाएर बन्नु भएको तपाईँ प्रधानमन्त्री सुशीला कार्कीलाई नेपाली जनताले मान्दिनु पर्ने? माफ गर्नुहोला प्रधानमन्त्रीज्यू, हामी मान्न सक्दैनौँ। यति देखाउँदा पनि अलिकति नैतिकता बाँकी छ भने यो भिडियो सार्वजनिक हुँदाको दिनभित्र राजीनामा गरेर आफ्नो छोरा बुहारी भएको देश जानु होला, नत्र हामीलाई गलत साबित गरिदिनु होला। यो देखासिकेपछि अब नेपाली जनता र जेन्जी पुस्ता चुप लागेर बस्दैन। हामीले यो भिडियोको सुरुमा नै भनेका छौं, हाम्रा दाबी झुटा हुन् भने हामीलाई यो देशमा बस्ने अधिकार छैन, कारबाही गर्नुहोस्। होइन भने तपाईले नेपालमा पहिलो पटक स्वाधीन सरकारको निर्माणको लागि मार्ग प्रशस्त गर्नै पर्ने हुन्छ।
ढिलो भयो भने मङ्सिर 7 मा अब यो व्यवस्था जताबाट आएको हो जनताले उतै तपाईसँगै फिर्ता पठाउनेछन्। नेपाली जनताको नजरमा कलिला बालबालिकाको हत्या र देश चलाउनुमा पहिला र अहिलेको सरकारको भूमिका बराबर देखिएको छ। डलरमा देश बेच्ने र देशद्रोहीहरूलाई चिनिराखौँ यो अनुहारहरू, खास गरेर कनकमणि दीक्षित, कल्याण श्रेष्ठ, सुशीला कार्की लगायत यो फोटो पनि हामीले झन्डै 15-16 जनाको फोटो हामीले सार्वजनिक गरेको छ। र निश्चल खरेलले जब 75 जना बच्चा 23 र 24 मा मरिसकेपछि बेलुका सिंहदरबारमा आगो लागिसकेपछि हाम्रो मिसन पुरा भयो। धन्यवाद बालेन भनेर भनेको फोटो फेरि त्यो भिडियो दोहोऱ्याइ हेर्नु होला। साँच्चै कुन नेपालीको मन रुँदैन र कुन नेपालीलाई रिस उठ्दैन र कुन नेपाली बौलाउँदैन। त्यसले गर्दाखेरि म हरेक नेपालीहरूलाई के भन्छु भनेदेखि मङ्सिर 7 गतेदेखि उता हुने हाम्रो आन्दोलनमा, शान्तिपूर्ण आन्दोलनमा फेरि हाम्रो कुनै तोडफोड गर्ने, हाम्रो कुनै भत्काउने, यहाँ मैले सुन्दैछु ब्याङ्कहरूमा आगो लाउने, ब्याङ्कहरू लुट्ने अनि दुर्गा प्रसादलाई लाउने, एम्बेसीहरूमा बम पड्काउने अनि दुर्गा प्रसादलाई लाउने भन्ने पनि सुन्दैछु। यो योजना नगर्नुहोला। यो योजना तपाईँहरूले गर्नु भने तपाईँहरू आफै पर्नुहुन्छ। र नेपाल सेना र नेपाल प्रहरीलाई म के भन्न चाहन्छु भने तपाईँहरू तैनात बस्नुहोस् र नेपाल सेनालाई तैनात बस्न भन्छु र नेपाल प्रहरीलाई तपाईँहरू घरमा हतियार थन्काएर आनन्दले बस्नुहोस्। तपाईँहरू बाटोमा नआएपछि केही पनि हुँदैन, कोहीसँग जुझ्नु पर्दैन र शान्तिपूर्ण हाम्रो व्यवस्था परिवर्तनको आन्दोलनलाई साथ दिनुहोस्। त्योभन्दा अगाडि नै सुशीला कार्कीलाई म के भन्छु भने सम्माननीय प्रधानमन्त्रीज्यूलाई सक्नुहुन्छ भने हामीलाई बोलाएर तपाईँको प्रतिपक्ष र सम्पूर्ण दलहरूको प्रतिपक्ष पनि दुर्गा प्रसाद हो र म खड्ग प्रसाद ओलीलाई पनि एउटा कुरो के भन्छु भने यहाँबाट के भन्छु भने तपाईँ अहिले काइते कुरा गरेर कल्याण श्रेष्ठलाई फेरि प्रधानमन्त्री बनाउन खोज्नु हुँदैछ अरे। खबरदार केपी ओलीज्यू, तपाईँलाई खबरदार भन्छु। नेपाली जनताले फेरि थुक्ला। सत्ताको लागि जे पनि नगर्नुहोस्, बरु आराम गरेर गुन्डुमै बस्नुहोस्। बरु पुगेन भने म 2-4 लाख रुपियाँ सहयोग गरौँला घर बनाउन। तर अब देश र जनताप्रति बुढेसकालमा बैमान नगर्नुहोस् भन्दै बिदा लिन चाहन्छु। नमस्ते।